हेलो साथीहरू, यो चाहिँ हाम्रो धान रोप्ने ग्रुप हो। हामी चाहिँ धान रोप्न जानु आँटेको अनि म चाहिँ मेरो माइती गाउँ आछु। मेरो माइती गाउँको मान्छेहरू यस्तो जाँगरिलो भएको छ नि साथीहरू है। पहिला त हिउँदे धान मात्रै रोप्थे, अहिले त बर्खे धान नै रोप्न थालेको रहेछ। तर जे भए नि आफ्नै लागि हो है, त्यही भएर हामी चाहिँ आज धान रोप्न जाँदैछौँ। अनि हामी धान रोप्ने ठाउँतिर पुग्न लाग्यौँ है। यस्तो छ साथीहरू हाम्रो गाउँघरको काम है। एकदम रमाइलो पनि हुन्छ साथीहरू। दिदी बहिनीहरूसँग गफ गर्दै काम गर्नुको मजै बेग्लै हुन्छ। अनि हामी चाहिँ ढिलै बसेको नि त, त्यस्तो काम पनि थिएन होइन। यस्तो छ हाम्रो गाउँघर साथीहरू। अनि पहिला त बर्खे धानहरू रोप्थेन नि त हाम्रोतिर, अनि अहिले त पुरा बर्खे धानहरू पनि रोप्न थालिसकेको छ होइन साथीहरू। एकातिर मकै बारी हरियाली, अर्कोतिर धान रोप्दै जाँगरिलो भइसकेको छ हाम्रो मान्छेहरू। यति नगरी पनि हुँदैन साथीहरू, दुःख गरे सुख मिल्छ भने जस्तै गर्नुपर्छ। जे गरे पनि आफ्नै लागि हो भन्ने किन नगर्ने र। त्यसपछि हामी त्यति भन्दै हामी धान रोप्न थाल्यौँ। धान रोप्ने फेरि यस्तो छिटो धान रोप्ने दिदी बहिनीहरू हुनुहुन्छ है। यति जाबो त 5 मिनटमै भनेर पनि भन्न मिलेन होइन। तर छिटै सकिन्छ, छिटै रोप्नेहरू नै छन् त। अनि यस्तै छ हाम्रो गाउँघरको धान रोपाई, बर्खे धान है। यसपालि चाहिँ माइती पनि आइयो है, ठिक्क बर्खे धान पनि रोपाई भयो। यस्तै छ साथीहरू। ल साथीहरू, सकियो पनि मेलोबाट निस्केर हात खुट्टा सफा गरेर अब खाजा खाने कार्यक्रम छिटै सक्यो नि त। अनि त्यही भएर यस्तै छ साथीहरू।